हजुर गाइजहरू मोटायो भुँडी लाग्यो भन्छ नि वेट लस गर्नु पर्यो भुँडी घटाउनु पर्यो तिनीहरूको लागि म एक्सर्साइज भन्न गइरहेको छु है कुन एक्सर्साइज भने एकदम एकदम सजिलो छ एक्सर्साइज कुन एक्सर्साइज गर्दा तपाईँहरूको भुँडी घट्छ वेट लस हुन्छ वेट लस गर्ने पनि एक्सर्साइज हुन्छ भनेर सोध्ला फेरि तपाईँहरूले हुन्छ अब यो भन्नु गइरहेको छु सुन्नु होला राम्ररी हो कुन एक्सर्साइजले तपाईँहरूको पेट घट्छ बोसो गर्छ वेट लस हुन्छ अब सुन्नु होला चट्टै सिधा उभिने हो यो एक्सर्साइज गर्ने डिस्चार्ज गर्ने तर कुन बेला गर्ने कसैले खानेकुरो दिँदाखेरि तपाईँहरूले यो एक्सर्साइज गर्नु पर्यो कसैले ल खाऊ भनेर दिँदाखेरि ल मोमो खाऊ चाउमिन खाऊ भन्दाखेरि तपाईँहरूले के गर्नु पऱ्यो नि यो एक्सर्साइज गर्नु पऱ्यो हो यो एक्सर्साइज गर्नु होला तपाईँहरूको भुँडी घटेर जान्छ वेट लस हुन्छ भन्छ है नबुझेको कुरा कमेन्ट गर्नु होला ल भाइ